हेलो गुड मर्निङ साथीहरू, नमस्ते। फेरि पनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। ल हामी चाहिँ अब घुम्न हिँडेको। ए कति राम्रो छ, पिच भयो सबै। के हो बनाउने ठिक छ, कसैले किन्ने विचार छ भने बेच्ने, अनि कृषि औजारमा लगानी लाउने के भनेर यस्तो हँसाउँछ। केमिङ हेमरी नेसिदियो यो मामिर पुङलाई कस्तो हँसाउने कुरो गर्दै। नयाँ एयरपोर्ट पनि देख्यो अहिले उहाँ टाढामा गएपछि सबै देख्छ। ठ्याक्कै यो नि डाँडो त तल या देखाया मा सिमल चौरी टोनी पछि याद देखाया यो सिमल चौरी के अरे मगर नाचा क्या के भन्छ नि आयो शिरबारी यो भन्छ कि हामी चाहिँ यहाँ हाम्रो टोली चाहिँ यहाँ कुम्दीकोट आइपुग्यो। रमाइलो दिदी सेलरोटी के कस्तो मजाको। लो पूजाको सामान पनि लियो। पूजाको सामान पनि लियौँ। सामान लिनुभयो दिदी। अब हजुरहरूले यताबाट फेवा ताल पनि देख्न सक्नुहुन्छ। यो चाहिँ सबै फेवा लेक। अलि माथि गएपछि देखाउँछु है। हर हर महादेव। हर हर महादेव। तपाईहरुलाई पनि घुम्न मन छ भने पोखरा आउनु है। आज चाहिँ यहाँ कुम्दीकोट आयौँ। आज छौँ हामी सबैजना। हर हर महादेव। कति ठुलो शिवको मूर्ति। अहिले फुकाल्छु कि गणेशाय नमः। सुब्रेप्रिया तल 108 माथि 108 छ अरे भन्नुभयो शिवलिङ्ग। यो
वर्ल्डकै हो कि थाहै नै मलाई चाहिँ। यो चाहिँ नेपालभरिकै सबसे ठुलो शिवको मूर्ति हो यो पोखराको पुम्दीकोटमा। तपाईहरू पनि घुम्न मन छ भने आउनुहोला। राम्रै छ मात्रै बेसरी राम्रो छ। यो चाहिँ पोखरामा अलिकति हाइटमै छ, त्यही भएर सब देखिन्छ के पोखरा। ए भुमेश्वर महादेव। हामी त घुमघाम सक्यो, अब सक्न त सके छैन। त्यहाँ नि जाम भनेछ, अनि फेरि सराङकोट कता कता जाने भइसक्यो अरे। ल हेरौँ। मटका चिया पुम्दीकोटको फेमस मटका चिया हो। यो राम्रो लाग्यो होला नि। भयो भाइ। हट एयर बेलुन हो कि के हो तिर जाने घुम्नु। अघि त कति धेरै थियो है रोटी त। सेलरोटी आयो। ल जा ल छौ न त। होइन के हुन्न के ल हिँड। त्यसरी त छुन्यो नि, बिस्तारै छुन्यो नि। यसरी यसरी छुन्यो कि। अँ त त्यस्तो यो एकदम रिस्की हुन्छ कि यस्तो उसहरू त। अँ के झ्याम्मै गयो भने हो नि। यहाँ चाहिँ जान्न पाइयो कि बरु। अँ हामी त फेरि यहाँ नि आउन पाइन्न कि भनेर नि सोधिराखेको नि फेरि है। अँ के यहाँ मयूर छ, ऊ सरस्वती माता छ, हेर न। पोखराको ड्रिम सिटी भन्ने यही हो। ड्रिम सिटी भन्ने यही हो। दिसमा ए अरे ए बिहामा देखेको लगाएको
यो छिटो यहाँ न क्या आनेमै कालाबाङ घरेडी भन्ने यतै हो। केक्रा दिएछ लत्ती हाम्रो दुईटा भुन्टीहरू त रोटी पाउरोटी खाएर अब खान्छ शिक्षाले वहाँ गएर कसो चल्यो भैरवतिर डुबा नै पर्छ भैरवतिर धेरै पानी आयो नेपाल गर्छ र हरि भरौ भर त चुई के होमस्टेहरू छ लो भगवान निम्पेले घुइदिए भगवान तिमी त्यसले घुइदिए ल ब्राजुमै बजेमै आफै हजहरू घुइदिए ती गाउँतिर हिटिसक्यो बुढाबुढी मात्रै घरै कोही ठाउँ त कति राम्रो घरहरू छोडेर त्यसले ओल्केसै बेल छेउ कलर खोज्नु तिमी क्या दियो क्या चुराइ क्या लो यी एक्सर्साइज गर्ने भयो नि रहेछ यही ओके अहिले उहाँ अब फाइनल्ली हामी यहाँ कालाबाङ घरेडी बुद्धको मन्दिरमा पनि आए आमाहरू हिँड्न सक्दैन भन्नुभयो बिस्तारै लैजानु पर्ला तोरो फाने जुका हेर्नु है खुट्टामा फेरि जुका सुका टाँसेला थाक्यो आउनु आउनु एक्सर्साइज सानो बुद्ध हो तिमी टोइलेट जान पनि नसक्ने खुट्टा स्या गरी चढी जान्छ झर्दाखेरि यो खुट्टा निउरिनु ल अब राउन्ड मार्नु एकचोटि अनि लो जिजु बाजे नआइपुगेको ठाउँमा आइपुग्यो भगवान है बाजेहरू पहिला आएको के गरे पोखरा आउने पनि यता त को आउला र बिचरा उ त एक हातेको बाटो आउँथ्यो हाम्रो बजारको बाटो जान्थ्यो फुबु रमाइलो भयो ए खुट्टालाई मात्रै रमाइलो भएको छैन हो र मनलाई रमाइलो भयो ए त आउनु त हेलो हेलो गाइज सिमलाटी खेल्न जाम कहाँ स्लाइड छ गाइजहरू उता हो कस्तो भयो रमाइलो भयो रमाइलो भयो ए खोइ दिनु छुर्पी त खान्छु ए छुर्पी कहाँ जाउँ शिक्षा यो त खानुहुन्न छिटो जानु न सिमलाटी खेल्न कहाँ हो कताबाट जाने हो टोइलेटमा फेरि ए हजार नमै चिल्याउ नसक्यो त्यो बारीमा नमै त्यसरी घुमफिर गरे मस्तै घुम्नु भयो होइन हामी दिदी जानु 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 जुगाउला फेरि दिदी त्यो जुका त तान्दाखेरि तनक तनक हुन्छ अनि डराउँछ के आज भोलि त डराउनु म त डराउँछु म पनि सबैभन्दा आलको डाँडामा आइपुग्यो पोखरीमा मनाउने त्यो चौधरीमा हाई जम्मै हाई ला सेदी बुटलबाट हो हजुर बुटलबाट पोखरा घुम्न आउनु भएको पोखरा घुम्न आएको हजुर धेरै घुमे
अलि स्यास्या पनि भयो स्यास्या फ्या फ्या त आया स्यास्या भयो के ब्राजिल नेसेसे आयो गाउँले आयो त्यो लो नेसेसे आयो पोखरी नि रहेछ हौ कति राम्रो ठाउँ रहेछ उ मिलीको पोखरी रहेछ के त्यहाँ पहिलो स्यारगोटमा यस्तै बर पोखरी थियो अरे हाम्रो बराकन्ने बस्ने ठाउँ अग्नि खाने ठाउँ थियो अरे पर्वे कमै पोखरी र के थियो अरे बरा खाना भइदियो अरे घर बराइले अघि किनेको दिदी यो छुर्पी नै कान्छी घर रहेछ अनि लिएर आएको खा खाऊ यो माथि पनि साह्रै ठाडो भएछ कि अलि तिमीले त साँदै मोलर यहाँ जसले रेखा यहाँ त्यो छोरो यहाँ न त्यो सरकारी पहिला थप्पो बेला लुङ ल धन्यवाद है हजुर हजुर रहर सक्नुहुन्छ उ त्यति मात्रै हो एकजनाले समातेर लगाएको त नि पिकनिक खाएर चाहिँ के यहाँ उ त्यहाँ ऊ हो र त्यो त भाग्छ के बेसरी को म शिक्षा कस्तो छ फ्रेन्च फ्राई मिठो छ यो चाहिँ सिमो ऊ भेज टोली फेरि यता उडाम न दिदी लु हिँड्न सकेन भने नि सक्छ चाइटो प्योटो म क्या आज त खतरा घुमियो घुम्यो भन्दा नि हिँड्यो मेरो खुट्टा हिँड्न सक्नु भयो होइन प्याराग्लाइडिङको मजा लिइराखेछ हामी चाहिँ अहिले पञ्चमुखे गणेश हो फाइनल्ली सराङकोट आइपुगेँ बेल गुइदी वा ओ पापरे खज्यो राम्रै गुइदिएर नारै क्या अरू भन्दा वा इच्छा पुरा त या उता झन् कति धेरै छ ये वाला एकदम तगड़ा
हाँ कति कति छ यहाँ त 108 धारा रहेछ नि वहीँसम्म हेर त 108 वाला 8 छ कि धेरै छ है छमा त कति चिसो हो पानी ओहो ओम नमः शिवाय पोखरा देखो गाइज के रे फेरि हाँस त खतरा हाँस्यौ त अच्छा ए कति धेरै प्याराग्लाइडिङ भयो अहिले त ओ भाई ओ भैया इधर हटो ना हटो हटो इधर इधर आओ नहीं जाने र टप टिकट हो के ऊ त्यहाँ केही नि छैन कि खासै सब यहीँबाट देखेछ त यी पञ्चमुखे गणेश यो फज्यो नुहाउ न त ल हर हर महादेव हाँ ए भयो धेरै नुहाउने होइन नत्रप्पै भयो ए फुपू त एक्लै ए एकजना यहाँ नुहाएको नुहाइ गरेछ कति बेसरी नुहायो है मजा आयो हो मजा आयो ल ल छिटो हिँड्यौ आमाले चित्न लाग्यो रु 555 रुपियाँ दान प्रदान गराउँदै आफ्नो प्राथमिक साथमा महाआरती हो ये चिसो चिसो हर हर महादेव हर हर महादेव ओम नमः Anime can I do yeah? Okay, yeah. हाम्रो घुमघाम सकियो ए अब सकियो रमाइलो भयो हो अनि होटलदेखि बोकेर आएको सपना पुरो भयो जमजम अब शिव पार्वती पञ्चमुखे गणेश भगवान खुसी शान्ति रमाइलो भयो बिद अब चाहिँ हाम्रो घुमघाम सकियो अब घर फर्किनु पर्छ
छ नानी होइन आज हाम्रो यात्रा समाप्त भयो अब है हाम्रो घुमघाम कार्यक्रम अब सिद्धियो बाई भन्नु बाई दर्शन करने जाने वाले भक्तजन टीका प्रस्थान जाने वाले भक्तजन मंदिर प्रवेश कर सकते हैं। भक्तजन के दर्शन के लिए मंदिर प्रवेश खुला किया गया है। दर्शन करने जाने वाले भक्तजन मंदिर प्रवेश आकाशको पानी होला नि ओहो पोखरा कस्तो लाग्यो पोखरा नराम्रो लाग्यो कस्तो लाग्यो दामी लाग्यो भोलि पर्सि फेरि आउने घुम्न है आउने आएन किन कहाँ सकिने हो यत्रो पोखरा छ बाँकी अझै गयो अब के नत्र त बजामा त कस्तो भने मलाई भारी बोकाउने भन्छ ओहो कुवा थियो हे ल ल रातो दर्शन राशि भक्तजनहरूको लागि मन्दिरको लागि जानकारी गराउँदै मन्दिरभित्र फोटोहरू गाइज हाम्रो चाहिँ अब घुमघाम सकियो यति नै धेरै ठाउँमा घुमियो आज छेउछाउले बनाउँदा सिने भने त छविमा ओहो कति चिसो हावा आयो अहिले त ल हामी त फर्कियौँ सबै घुमेर भ्याइदियो आज पोखरा टुर गरेरै भ्याइदियो आज ल हाम्रो चाहिँ घुमघाम सक्यो लो अब घर जानु पर्यो मेम्बर त झर्नु भयो सबै ल बाई बाई ल बाई 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 सबैजनालाई बाई बाई सफल भयो लास्ट बिदा भोलि आउनु माथि है नत्र बेलुका आउनु के भोलि आउँछ ल ल बाई बाई नानु बियो घुमेर दिनभरि ए फुपो खुवाइदिनु म बक्छु त्यो झोला राख्नु त्यही खुवाइदिनु ल हिँड्नु थकै लाग्यो हामी त घर आइपुग्यौँ दिनभरि बिहान निस्केको बल्ल आइपुग्यो ओके गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो हजुरहरूलाई भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि बेल आइकन पनि प्रेस गरिदिनु होला है त ओके बाई बाई